Hello everyone. Hey, good morning. Hope you all are fine. आजको बिहानको सुरु चाहिँ एकदम जाडो जाडो छ है। अनि मलाई आज एउटा प्रोग्राम एटेन्ड गर्नु छ, सो त्यही भएर जाँदैछु। होप यु गाइज इन्जोय द भिडियो है। आज चाहिँ म भित्रको रुट जान्छु। सो आफ्टर अ लङ टाइम है राइड गरिरहेको, अब जस रमाइलो रहेछ। बिचमा अलिकति काम थियो, सो त्यही भएर चाहिँ भ्लग गर्ने मौका पाइरहेको थिएन। सो अलि भ्लगिङ चाहिँ अलि रेगुलर चाहिँ आइरहेको छैन। त्यही पनि आई विल डु माई बेस्ट है। बेला बेला भ्लग हाल्ने कोसिस गरिरहेको छु। ल म चाहिँ अहिले हाडी गाउँ आउनु लाग्यो है गाइस, बालेन सिटी। बालेन दाइले जस काम चाहिँ गरिरहनु भएको छ, जस खत्रै। अस्ति न्यु इयरको दिन पनि यता पुरा जात्रा सात्रा भएको थियो, हाम्रो यो हाडी गाउँको जात्रा। सो त्यसकै झझलको अझै छ यहाँ। सो गहना पोखरीबाट जाउँ त यहाँबाट राइट। सो हाम्रो चाहिँ यता एउटा मिथ छ क्या, काहीँ नभएको जात्रा हाडी गाउँमा भने जस्तो। तर राम्रो हुन्छ जात्रा, मजा आउँछ। अलिकति क्राउड चाहिँ बढी नै हुन्छ, तर रमाइलो चाहिँ रमाइलो हुन्छ जस। गाइस यही हो गहना पोखरी। योपालि मैले गहना पोखरीको भ्लग चाहिँ हाल्न पाइनँ, किनकि म त्यतिखेर अलिकति काममै बिजी थिएँ। सो सरी फर द्याट है। नेक्स्ट टाइम बेटर लक नेक्स्ट टाइम है। काठमाडौँमा कन्स्ट्रक्सन धमाधम भइरहेछ जोस्। हामीले ड्रास्टिक चेन्जेस नपाए पनि बिल्डिङहरूको चेन्जेस चाहिँ जोस् पाइरहेको छौँ। बेला बेला बिल्डिङहरू बनिरहेको छ, सही हो। अहिले चाहिँ हामी नक्सालको नारायण चौरमा छौँ। नाइस नाइस जोस। गाइजहरूले बराल्दै हुनुहुन्छ, जोस राम्रो हो, सही हो। चट्टो 40 को स्पिडमा है आनन्दले चिलमा क्रुज गर्ने मजा आउँछ जोस। आज चाहिँ म यता थमेल भित्रबाट जान्छु। लेट्स सी, गएर थमेलको भाइब्स पनि देखाउँछ आज म। यतिखेर राइड गर्न चाहिँ चिल छ क्या गाइज। अब नत्र त्यो दिउँसो त आम्मामामामा यस्तो ट्राफिक हुन्छ, यस्तो ट्राफिक हुन्छ, इट्स टु मच। वेदर फेरि अलि अनप्रिडिक्टेबल छ, वेदरलाई प्रिडिक्ट गर्नै सकिरहेको छैन। कतिखेर पानी पर्छ, कतिखेर के हुन्छ थाहा नै हुँदैन भनेको गाइज। ल अहिले चाहिँ हामी थमेल इन्टर गऱ्यौँ। आफ्टर न्यु इयर भाइब चाहिँ यस्तो छ है थमेल। ल थमेल अझै पनि उठेको छैन। वेक अप गाइज, वेक अप। न्यु इयर त सकिसक्यो त। ठिक छ, हाम्रो थमेल राम्रो थमेल है। एकदम टुरिस्ट एट्र्याक्टेड स्पट हो यो चाहिँ। आई होप यो वान वे चाहिँ होइन होला, म धेरै भन्न आएको।
होइन रहेछ वान वे होइन रहेछ खुल्दैछ बिस्तारी गयो आयो दाइ आयो खैरेज र अब जोस् कता जानु तर्खरमा छ कम्प्लिटली सटडाउन पुरै लकडाउनै भयो जस्तो रहेछ नि त ठमेल त अहिले धेरै पछि ठमेल आयो म स्पिङ अ लङ एजेस है दिस इज द सोरकुटे ओह्रालो वाच एन्ड गो हल्का यहाँ वाच आउट चाहिँ गर्नै पर्छ फेरि आजभोलि काठमाडौँमा राइड गर्न एकदम गाह्रो भइरहेछ क्या कति बेला कसले कताबाट आएर ड्याङ्गै ठोकिदिन्छ थाहा नै हुँदैन आफू केयरफुल हुँदा पनि अलिकति अरूको केयरलेसनेसले अलिकति गाह्रै हुन्छ गाइजहरू एकतिरको साइड लाइट बालेर एकतिर हिँडिदिन्छ द्याट्स द प्रब्लम है त्यही भएर सकभर है आफू पनि बचाउँ अरूलाई पनि बचाउँ एकदम सेफ राइड गरौँ यो अलि यताउता बाङ्गो टिङ्गो यस्तो चाहिँ राइड चाहिँ नगरौँ द्याट्स नट गुड है हामीले जोस् एकअर्कालाई केयर गरेर एकदम सेफली राइड गऱ्यो भने सेफली हिँड्यो भने चाहिँ सबैलाई राम्रो हुन्छ एकदम ओभर स्पिडिङ पनि नगरौँ है आफ्नो स्पिडमा एकदम आनन्दले क्रुज गरेर हिँड्ने बानी गरौँ कतै निस्किनु छ भने बरु अलिकति 10 मिनट चाँडो निस्किने सो द्याट यु क्यान रिच योर डेस्टिनेसन अन टाइम है हतारमा पुरा एउटा अन्तिम अवस्थामा रस गरेर हिँड्न थाल्यो भने चाहिँ यो आफूलाई नि गाह्रो अरूलाई नि साह्रो है त्यस्तै हो चारैतिर
मामाले मात्रै बोक्नुपर्ने हो मामाले नि बोक्नु फोटो त राम्रो आउने हमारे बहुत तो पता सब लोगों फेरि चामल फेरि ल्याउ चामल ल मत गरो तल करो यहाँ